हरि ओम नमो नारायण जय कालभैरव बाबा। भिडियो हेर्नुहुने सबैलाई नमस्कार। आज म सपनामा बिरालो देखे के हुन्छ भन्ने विषयमा चर्चा गर्न जाँदैछु। यस भिडियो तपाईँको लागि उपयुक्त हुन सक्छ। त्यसकारण भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। सपनाको हरेक अर्थ हुन्छ, त्यस्तै सपनामा बिरालो देख्नुको पनि आफ्नै अर्थ छ। बिरालोलाई भगवान लक्ष्मीको स्वरूप पनि मानिन्छ। यदि सपनामा बिरालो मारेको देख्नुभयो भने तपाईँको शत्रु नाश हुने सङ्केत गर्दछ। यदि सपनामा कालो बिरालोले तपाईँलाई पछ्याएको देख्नुभयो भने तपाईँलाई कसैको नजर लागेको हुन सक्ने सङ्केत गर्दछ वा केही नराम्रो परिस्थिति आउने सङ्केत गर्दछ। यदि सपनामा बिरालोले टोक्यो वा झम्ट्यो भने तपाईँको व्यापार वा बिजनेसमा हानि हुने सङ्केत गर्दछ। यदि सपनामा बिरालोले मुसा वा अन्य चरा समातेको देख्नु वा शिकार गरेको देख्नुभयो भने तपाईँले आफ्नो विरोधीमाथि विजय हासिल गर्नुहुने सङ्केत गर्दछ। यदि सपनामा बिरालोको बच्चा देखेमा कार्यसिद्धि हुने सङ्केत गर्दछ। सपनामा बिरालो रिसाएको देखेमा महिला वर्गसँग झगडा हुने सङ्केत गर्दछ। यदि भाले बिरालो र पोथी बिरालो झगडा गरेको देखेमा तपाईँको प्रेम जीवन वा दाम्पत्य जीवनमा मनमुटाव हुने सङ्केत गर्दछ। सपनामा सेतो बिरालो देख्नु वा बिरालोको उपचार गरेको देख्नु यो एकदमै शुभ सपना हो। यस्तो सपना देख्नाले जीवनमा चलिरहेका विवादको जित हुने सङ्केत गर्दछ। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो यस कार्यक्रम कस्तो लागिरहेको छ? जस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव दिनुहोला। यदि यस्तै भिडियोहरू आगामी दिनमा हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोला।